यो यस्तो छ अब यहाँ युकाले गरेर यो सामान अनबक्सिङ गर्नुपर्ने अवस्था छ फेरि यो चाहिँ नेपाली पसलबाट चाहिँ अनलाइन भन्ने कि दाइबाट चाहिँ मगाएको भुजा तकरिबन 500 ग्रामको भुजा हो 500 ग्रामको भुजालाई 600 पऱ्यो नि त 600 पऱ्यो 500 पर्यो होइन 600 पऱ्यो 500 पऱ्यो 100 ग्रामलाई अब 100 रुपियाँ चाहिँ भयो त्यसलाई यत्रो भुजालाई 500 नेपालमा कतिको होला 50 को होइन 100 पर्छ 20 को गरेर होइन के गर्ने यो कति गुणा 5 गुणा 4 गुणा महँगो है अनि यो मोमोका डल्ला 50 वटा हुन्छन् होला सायद होइन चाहिँ 50 वटै हुन्छ डल्ला पनि अब हेरौँ है डल्ला पनि छन् डल्ला जत्रै ट्याक्कै पऱ्यो 1000 रुपियाँ चाहिँ पऱ्यो यसलाई भेज हो कि नन भेज हो यो नन भेज चिकन हो चिकन हो भात त देखाएको क्या फेरि कता भेज पर्ने हो तनाव पर्ने फेरि मलाई यो पर्यो चिकन साथमा चाहिँ दाई चटनी फेरि यस्तो छ है ए चटनी नि आउँछ चटनी आउँछ नि त चटनी आउने ल्यान यो खानालाई दाई एक्स्ट्रा थपिदिनु है भनेको थिएँ मैले बुढाले फ्रेसै पठाइदिएछ यो अहिले खाने त होला नि फेरि होइन यस्तो चटनी पनि यस्तो छ है भाइ त्यहाँ ल्याइदिएछु थोरै चटनी भन्थे अनि यो चाहिँ अब नेपालमा सिजनको बेला हो कि के छ होइन क्या खास चाहिँ ल धनियाँ राम्रो रहेछ त अहिलेको त धनियाँ राम्रो छ फ्रेस चाहिँ यसलाई ठ्याक्कै भन्नुपर्दा चाहिँ 150 रुपियाँ पर्यो 150 पर्यो है अब यो अहिले हामीले 10 रुपियाँमा आउँछ नेपालमा यो त के 10 हुने हो र तरकारी सरकारी किन्न जाँदा दाइ यसो धनियाँ यहाँ हालिदिन्छन् कि अहिले त हाल्दैनन् सिजनमा हो मा चाहिँ यसो थपिदिन्छन् कि यो सब यो पनि हामीले यसो दाइसोबाट माटो र लिएर आएर अब यो पनि छर्नी भन्ने योजनामा छौँ अनि यो पर्यो याकुलो मासु यो खसीको मासु सबै यो पिस गरे हाम्रो डल्लो डल्लो यसलाई हाम्रो आफ्नो आवश्यकता अनुसार चाहिँ पिस गर्न सकिन्छ जापानमा यो नेपाली हलाल फुडबाट 1200 रुपियाँ पर्यो केजीको यो त अब ठिकै भन्यो के भन्यो नेपालमा पनि पर्छ 1200 यो ठुलो रहेछ त्यही भएर महँगो पर्यो बेसन 6 त्योभन्दा सानो थिएन 1 केजीको लिएर अब यो के गर्नु मिल्छ के बनाउनु मिल्छ बेसनले अच्छा गिला भने लगाइदियो के अरे के हो भने 600 यसै गइसक्यो बेसनको 1 केजी बेसनलाई 600 साउको पाइन्थ्यो कि अब भन्ने कुरा गरिएन है ठिकै छ यसलाई अब बेसन हामीले चाहिँ पकौडा खाइन्छ कि भन्ने हिसाबले मगाइयो के अरे पकौडा कुनै पनि साइड मिलाएर यहाँ आलु आलु त बरु ठिकै रहेछ 1 केजी छ यो छ 1 केजी आलु यो 2 केजी आलु मगाएको छ 350 रुपियाँ किलो मात्रै धेरै महँगो पनि छैन तर त्यो फ्रेसै छ मात्रै जम्मा 350 रुपियाँ किलो है धन्न यो धेरै छ भनौँ बाहिर अब गेमु सेमु यताउतामा जाने भने त यी 4वटा केटालाई फेरि तिर्न पर्छ यो पहिला राम्रै भनौँ है प्याज पनि उस्तै छ 300 रुपियाँ केजी हो केजी जस्तो त छैन यो है मलाई चाहिँ त्यस्तो लाग्दैन छैन 1 केजी त 1 केजी छैन यो 600-700 ग्राम कतिको अनि अर्को यो राजमा खानु पर्यो मिलाएर यसलाई यहाँले कति पौष्टिक आहार भनेर यी दाइसँग मागेको यसको मूल्य पनि 550 रुपियाँ चाहिँ पर्यो 1 किलोको हुन्छ यो यसरी चाहिँ अब आज हामीले नेपाली हलाल फुडबाट यो सबै यो हेरौँ न यति करिब अब यतिलाई पर्यो लगभग 5-5.5 रुपियाँ जति सबैको पर्यो यसरी चाहिँ हामीले अब सबै यो रेट अब र के चिजहरू जापानमा अब नेपालीहरूले के मगाइन्छ त भन्ने कुराहरूमा एउटा सानो मात्रै हो पछिको भिडियोहरूमा पनि फेरि अपडेट गर्दै गरौँ होला अहिले चाहिँ यति नै बाई बाई सी यू इन नेक्स्ट भिडियो